गुड मर्निङ गाइज। लामो समयपछि फेरि तपाईँहरूको माझमा आइसकेको छु नयाँ एपिसोडको साथमा। के छ खबर तपाईँहरूको कमेन्टमा चाहिँ लेख्दै गर्नु होला। आजको बिहानको मेरो यात्रा नौलकालिका मन्दिरसम्म आउनेछ। तपाईँहरू साथमै रहनु होला। तपाईँहरूलाई पनि मन्दिर दर्शन गराउने छु है त। आज चाहिँ म उता यो जजुवाको फेदीतिरको साइडबाट नगएर यो चाहिँ तपाईँहरूको ढोडेनी जाने बाटोको माथि चिसापानी भन्ने ठाउँबाट जङ्गलको यात्रा हुँदै मन्दिर जाने नयाँ रुट खुलेको छ अरे। जस लामै समय भइसक्यो अरे। म आज तपाईँहरूलाई त्यो बाटो लिएर जाँदैछु। बिहानीको समयमा चाहिँ सुतिरहनु भन्दा नि साथीहरू यसरी उठ्यो, हल्का फुल्का भयो नि हिँड्यो, वाकिङ गऱ्यो, अथवा यस्तो राम्रो राम्रो मन्दिरहरू छ नजिकमा भने त तपाईँहरू मन्दिरसम्मै पुग्न सक्नुहुन्छ। शरीरै फुर्तिलो हुन्छ, एउटा पिस चाहिँ फिल हुन्छ साथीहरू। आनन्द शरीरमा पोजिटिभ इनर्जी आउँछ। यो तरिकाले चाहिँ तपाईँहरूले आफ्नो दिनको सुरुवात गर्नु होला है त। योगी दिल्ली रामले जस्तो तपाईँहरूले आफ्नो दिनको सुरुवात कसरी गर्नुभयो, मेरो चाहिँ योबाट भन्दै थियो। त्यो तरिकाले तपाईँहरूको चाहिँ योबाट होस् के, यात्राबाट निस्क्यौँ। नसुतौँ कि साथी, उठौँ के उठौँ, भइसक्यो। कति सुत्ने, सुतिराखेकै छ त, दिनकै सुत्नु छ। रातभरि पुगेन भने दिनकै सुत्नु छ, मोबाइलै चलाउनु छ। उठ न यार, हल्का त पुस गर। लामो छैन त जिन्दगी। जति हुनु, सुखी हुने, खुसी हुने, स्वस्थ हुने, योभन्दा अरू के छ जिन्दगीमा? केही छैन साथीहरू। प्रयासरत रहिरहनुपर्छ। यही हो ठुलो कुरो भनेको। म चिसो पानी पुगिसकेपछि देखाउँछु है त। A few moments later. साथीहरू चिसा पानी आइपुग्यो है त। हुनुहुन्छ यही हो चिसा पानी। यहाँनिर चाहिँ यतापट्टि चाहिँ एउटा ठाँटी छ। म त्यो नागेर पनि हल्का अगाडि आइपुगेछु। यस्तो ब्लाइन्ड टर्निङहरू छ साथीहरू। यस्तोमा चाहिँ अलिक ख्याल गरेर हिँड्नु होला है। यो ढोडेनीको बाटोमा, यो कालीगण्डकी करिडोरमा गएर मिसिने बाटो हो। अब चाहिँ ट्याक्कै नौलकालिका मन्दिरको लागि चाहिँ टर्निङ लिने ठाउँ आइपुग्न लागेको छ। तपाईँहरू चाहिँ यो बाटो हुँदा चाहिँ यसरी नै जान सक्नुहुन्छ। एक्लै छु भनेर साथीहरू, एक्लै छु भनेर चाहिँ हार खाने त्यो बाहानाबाजी छोडिदिनुहोस् के, छोडिदिनुहोस्। आजैदेखि छोडिदिनुहोस्, अहिलेदेखि छोडिदिनुहोस्। हिँड्नुहोस्। को छ त मेरो साथमा? कोही छैन, कोही जात छैन के। साथीहरू, मैले कति भिडियो रेकर्ड गरेको थिएँ। मेरो डिभाइसको चाहिँ स्टोरेज फुल भएर चाहिँ क्याप्चर हुन सकेन, माफ गरिदिनु होला। जति हुन्छ यहीँबाट गराउँदैछु। चिसापानीदेखि यताको भिडियो गराइराखेको थिएँ, बिचमा काटियो, धन्नै हेरेछु, गाडी राखेन। यता गयो भने ढोडेनी, साथीहरू यहाँबाट चाहिँ नौलकालिका जाने रुट खुलेको रहेछ। अब यो चाहिँ कच्ची रहेछ। अटोहरू गइरहेको छन् साथीहरू मस्तले। म त यो बाटो हुँदै आएँ भने अब यो बाटो अगाडि बढ्दैछु। यो यस्तो मजा छ कि साथीहरू। ल सुन्नुहोस् त, चराहरू चिरबिर गरिरहेको छ, शान्त छ। अब अहिले त अब अटोहरू हिँड्न लाग्यो। जस यति बेला शान्त भन्नुपर्छ साथीहरू। खै अहिले वरिपरि मेरो केही छैन। अब आउँछन्, क्षणमा आउँछन् जान्छन्। म एक्लै त होइन नि त साथीहरू मन्दिर जाने। यात्रीहरू भइरहनुहुन्छ, भक्तहरू भइरहनुहुन्छ। उहाँहरू पनि त जानु पाउनु पऱ्यो। सबै हिँड्नलाई सक्षम हुनुहुन्छ भन्ने छैन नि त। शरीरले साथ नदिँदै पनि जान मन लाग्छ नि त।
हेर्नुहोस् मजाले घाम बुझाइसक्यो घामले कुरी भनिसक्यो तपाईँहरू चाहिँ अझै सिरो गोडेर सुतिराख्नुहोस् मान्छे कहाँदेखि कहाँ पुगिसक्यो है त ल कि हाम्रो ढेडु सरकारले पनि यहाँबाट चिया हेर्दै हुनुहुन्छ ए बथा नै रहेछ ल बथा नै ऊ साथीहरू लगभग आइपुग्नु लाग्यो अब यो एउटा टर्निङ बाँकी होला सायद यो आउँदै गर्दा के देखेँ भने साथीहरू मैले यो तरिकाले चाहिँ बाटोमा पुरै बोतलहरू तपाईँहरूले चिप्सहरू खारे प्लास्टिकहरू यो तरिकाले फालेको देखिरहेको छु यो चाहिँ एकदमै नराम्रो भयो है साथीहरू यो पर्यावरण बिगार्ने काम चाहिँ नगरौँ है हामी चाहिँ एउटा धार्मिक आस्थाले मन्दिर जान खोज्ने अनि मन्दिर जाने नै बाटो जुन चाहिँ गेट हो त्यो नै बिगारेर हामीले धर्म कसरी प्राप्त गर्न सकिन्छ यो तरिकाले चाहिँ जता पाए त्यतै चाहिँ नफालौँ है सही ठाउँमा डिस्पोज गरौँ यो भिडियो नवलगालीका मन्दिरको समाजले हेर्दै हुनुहुन्छ भने यो बाटोमा पनि डस्टबिनहरू चाहिँ व्यवस्था गरिदिनु होला जता पनि फोहोर भएको छ त्यो गरिदिनु भयो भने चाहिँ केही हदसम्म न्यूनीकरण होला भन्ने लाग्छ मलाई चाहिँ अर्को चाहिँ के भन्न मन लाग्यो भने साथीहरू यो जङ्गलको बिचमा बाटो के जताततै कि अब नवलगालीका जाने जुन रुट मेन रुट थियो हिँडेर जाने पुरानो त्यो त छँदैछ त्योभन्दा उतापट्टि साइडबाट उता भनेको तपाईँको पूर्व साइडबाट अर्को गाडी जानेको लागि अर्को बाटो छ त्यो गर्दा दुईवटा भइहाल्यो वनफडानी भइरहेको छ त्यसपछि चाहिँ साथीहरू अर्को भनेको चाहिँ केबुल कारले गर्दाखेरि जङ्गल त विनाशको कुरै नगरौँ त्यसपछि भएन भनेर पुनः फेरि यो बाटो खुलेको छ यो तरिकाले जङ्गलको दोहन गरेर हाम्रो भोलिको भविष्य त खतरामा छ नि साथीहरू यो चाहिँ सम्बन्धित निकायको ध्यान आकर्षण होस् भन्न चाहन्छु म एउटा बाटो बनाऊ ठिकै छ एउटाले पुगेन दुईवटा बनाऊ व्यवस्थित गरौँ न जताततै खोले सहजताको नाममा प्रकृतिलाई नै स्वाहा पारेर त कसरी हुन्छ र आउँदै गर्दा साथीहरू बाटोमा मैले 5 रुपियाँ भेटाएँ यो चाहिँ मैले त्यहाँ लगेर मन्दिरको दान सङ्कलन भेटी सङ्कलन बक्स छ त्यहाँ त्यसमा चाहिँ खसाइदिन्छु आइपुग्नै लाग्यो साथीहरू स्टोरेजको समस्याले लास्टै ल्याङ गरेर साथीहरू स्टोरेज भरिएर बल्ल यसो अलिअलि 2-4 फाइलहरू क्लियर गरेर फेरि भिडियो बनाएको छु कति बेला फेरि स्टोरेज फुल भनिदिने हो थाहा छैन लगभग आइसक्नु लाग्यो साथीहरू अहिले चाहिँ शान्त छ पछाडिबाट नि लगभग अब आउनेहरूको सङ्ख्या एकदम कम भइसक्यो जति जाने गइसक्नु भयो फाटे फर्किँदै हुनुहुन्छ मजाले घाम लागिसक्यो साथीहरू यसरी A few moments later. खुट्टै चिसो भयो त्यो फुल खतरा देख्दो रहेछ त्यो गाडी